हाला हाला भेनाजु हाला हाल्ने चाहिँ फेरि कहाँ हो? उड्दाखेरि नमस्कार गर्छ हैन, बस्दाखेरि चाहिँ मुसुक। के हो गाई चाहिँ यस्तो? यी आमैलाई चाहिँ फेरि के रोगले छोयो? रक्सीको भाँडो भन्दा नि यो दाईको भुँडी कसरी ठुलो भयो? यस्तै भिडियोको फन्नी अनि सेभिङ कमेन्ट लिएर आएको छु गाइज। यो भिडियोबाट सुरु गरौँ है त। उड्दाखेरि नमस्कार गर्छ हैन, बस्दाखेरि चाहिँ मुसुक हाँस्छ के। दिदीहरूको कमेन्ट हेर्नु न गाइज। हाम्रो त हाँस्दैन त किन हो, नमस्ते नि गर्दैन, अर्कै परो कि के हो? यो क्वेसनको एन्सर मिलेकै हो त गाइज। मिल्यो भनिरहेछ नि त। के हो फेरि, को जान्ने सुने आयो फेरि? प्रश्न मिलेन, उड्दा नमस्ते, बस्दा हाँस्ने, हिँड्दा चेप्पिने भन्नु पर्छ। सही जवाब छ 7 करोड जित्यो यो बहिनीले। नमस्ते र मुस्कान पनि हाँस्ने रहेछ है। यसको एन्सर हो त गाईको घाँटीमा बाँध्ने दाम्लो होग्ला कि? हाला हाला भेनाजु हाला हाला मै थापिदिन्छु कुच्चेको। फेरि कमेन्ट के हो? हाला हाला बिनाजु कुच्चेको थाला भए नि हाला हाला। थाहा छैन कसरी यति साह्रो तल आउँछ कसरी? फेरि के हो? जनवरी फेब्रुअरी घरबारे आफ्नै करेछ। केटाको कमेन्ट फेरि के हो? तलबाट कि माथिबाट? रानु बमाइकी रानु रानु बमाइकी रानु रानु बमाइकी रानु रानु बमाइकी रानु बमाइकी बमाइकी रानु रानु। टिचरको होला यस्तो डान्स सिकाउने? धेर नउफ्र्यो आमै, भुइँमा सेतै हजुरको प्वाख झरिसक्यो। कुन डाक्टरले चेक गर्दैछ, कहिले ठिक हुन्छ भनेको छ? अब कुन दिनबाट लुगा खोलेको नाच आउने होला? म चस्मा लिन जान्छु। यो उमेरमा त बम्बईको रानु होइन, दिदीको कानु पनि राख्दैनन्। के हो कमेन्ट? मान्छेको भुँडी र बक्सीको भाँडो उस्तै देख्छु त बाबै। बाङ्गो पानी बनाउनु भएको रहेछ, हामीलाई पनि निम्तो पठाउनु है। दाइको भुँडीले गर्दा बुढीले छोड्ला है। रक्सी चाहिँ कुन भाँडामा पाडेको हो? के हो केटाको? रक्सी पार्ने भाँडो भन्दा नि ठुलो छ त घ्याप्पे त।